अनि के अरे कस्तो लाग्छ आजको ब्रेकफास्ट कस्तो एकदम मिठो थियो तर फिनल्यान्डको जति छैन ओके मलाई त दामी लाग्यो यार ओके दामी लाग्यो एन्ड हाउ वाज द ब्रेकफास्ट गाइस बब्बाल है एकदम मिठो छ यो होटलमा आउनुहोस् होला गाइस राम्रो छ खानामा बस्नलाई स्टे गर्नलाई ओके मलाई सुन हमला हो अमला 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 यस्तो कसले गर्थ्यो कि यो जय मसी जय मसी जय मसी आउने समयमा सायद हुँदैन होला धोका दिन्छ होला तर प्रभुको आनन्द चाहिँ बल हो त्यसैले आनन्दित रहनुहोस् आनन्दित रहनुहोस् आश्वस्त पछि हामी युएनसिसीबाट चाहिँ 3 जना मात्र आउने भने भएर चाहिँ अलिकति कमी होला कि अनि आराधनाहरू गर्नलाई अलिकति अप्ठ्यारो पो होला कि भन्ने कुराले चाहिँ उता हाम्रो मिसकम्युनिकेसन भएछ अनि हामी युथहरूले चाहिँ हामी 3 जना भए पनि गर्छौँ नि हाम्रो लिडर्सहरूले हामीलाई किन नसोच्नु भएको भनेर हामी चाहिँ पुरा चित्त दुखाइरहेको थियौँ क्या अनि उहाँहरूले चाहिँ सुरुमै उता ग्रुपमा कुरा गर्दाखेरि चाहिँ यहाँको अगुवाजनहरूसँग कुरा गरेर चाहिँ हटाइदिइसक्नु भएको रहेछ मतलब चेन्जेसहरू ल्याएर सक्नु भएको रहेछ अनि हामीलाई चाहिँ अलिकति खिन्न भइरहेको थियो तर पनि हिजोको वचन जसरी हामीले सुन्यौँ है कति असल थियो हाम्रो मण्डलीमा भएको अगुवाजन गुरुबाहरूलाई हामीले आदर गर्नुपर्ने कुराहरू अनि त्यो कुराहरू परमेश्वरले मसँग बोल्नु भयो जस्तो मलाई फिल भइरहेको थियो क्या In Nepali, let's turn Isaiah chapter 40 verse 1. This is our theme verse. It will be good to sort of memorize it. Yeah. Book of Isaiah, it's also called mini Bible. Why? How many books in the Bible? 66. How many books in the Old Testament? 39. How many in the New Testament? 27. If you divide the book of Isaiah, Pastor Dinesh said 1 to 39 talk about law. जति हामी मण्डलीमा जरा गाड्न सक्छौँ त्यति नै हामी माथि पनि उड्न सक्छौँ भन्ने कुरालाई हामीले बुझ्यौँ अनि ब्यालेन्सलाई कसरी मिलाउने बाहिरी समाज र बाहिरी कुराहरूमा अनि विशेष चाहिँ मण्डलीलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने कुरालाई हामीले सिक्यौँ र सँगसँगै मैले प्रचार गर्दाखेरि तपाईँहरूलाई मैले भने आफ्नो थकानको कारणलाई जान्ने परमेश्वरको इच्छा र अगुवाईलाई खोजेर नयाँ भई परमेश्वरको सुसमाचारको दर्शनमा अझै अघि बढ्ने पाउले जसरी मैले भने समय र यी सबै कुराहरूमा पनि म रिपोर्ट लैजान्छु मैले रिपोर्टहरू दिइराखेको पनि छु हामी छट्टै नै एउटा मिटिङ गर्नेछौँ अनि मिटिङमा हामी कुरा गर्नेछौँ अनि त्यसबिचमा हामी कसरी युथको रूपबाट हामी अघि गस्पल टिमको र एउटा कम्बाइन्ड वर्शिप टिम पनि हामी गर्न सक्छौँ कि भनेर हामीले अहिले चाहिँ सल्लाहमा मात्रै प्रार्थनाको रूपमा मात्रै हामी अगाडि बढिराखेका छौँ यसलाई अगाडि बढाउन सक्छौँ वक्ताहरूलाई अगाडि बोलाउनेछौँ पास्टर अब्रामज्यू पनि आइदिनुहोस् न अगाडि हाम्रो सबैजना पास्टरज्यूहरू र सबैजना अगुवाज्यूहरू है हाम्रो एमएनसीसीका अगुवाज्यूहरू पनि आइदिनुहोस् ए होइन Yes.
होस् अनि हाम्रो सम्पूर्ण स्पेनको म्याड्रिडको बार्सेलोनाको र त्यहाँ विभिन्न ठाउँहरू छ सबै क्षेत्रहरूबाट जय मसी भनिदिनु भएको थियो अनि जय मसी हजुरहरूलाई म यहाँ सर र म हजुरहरूको नाम भन्नेछु तपाईँहरू अगाडि आइदिनु होला र हामी ताली बजाउँदै उहाँहरूलाई हामी यो मायाको चिन्ह हामी दिनेछौँ। हामी सर्वप्रथम हामी विशेष गरेर हाम्रो टाढो पाहुना हाम्रो युएसएबाट हाम्रो आउनुभएको हाम्रो पास्टर राकेश शेर्पाज्यू र उहाँको परिवारलाई हामी यो समय हामी अगाडि बोलाउन चाहन्छौँ। मायाको चिन्ह हेर्दै गर्दा एमएनसीसीलाई सम्झाउनुहुनेछ भन्ने आशा गर्छौँ। हाम्रो दिदी थ्याङ्क यू। हाम्रो माया स्पेनसम्म हजुरलाई पुऱ्याइदिनु होला। धन्यवाद बहिनीलाई पोर्चुगललाई रिप्रेजेन्ट गरेर आउनुभएको छ। हाम्रो माया पोर्चुगलसम्म पुऱ्याइदिनु होला है त।
हामी चाहिँ माल्टामा हो सरी अनि बाइ द वे माल्टामा हाम्रो सिस्टरलाई म मेरो भिडियोमा वेलकम गर्न चाहेँ अनि हाम्रो यहाँ बहिनी पनि हुनुहुन्छ आफ्टर लङ टाइम भेटेँ है खुसी लाग्यो अनि हामी एउटा सानो भाइलाई एउटा चान्स दिनेछौँ उहाँ दिदीलाई केही सोध्नुहुन्छ कि जनतालाई हेलो होइन तपाईँहरूले हजुरको नाम अनि चर्चको बारेमा भनिदिनु चाहनुहुन्छ ल पहिला सुरु धेरै धन्यवाद जयमसी थ्याङ्क यू फर द क्वेसन्स मेरो नाम वृन्दा थापा हाल अहिले माल्टा नेपाली क्रिस्चियन चर्चमा सेवाकाई गर्दैछु धेरै धन्यवाद तपाईँहरूसँग भेट्दा खुसी लाग्यो र यो 3 दिनको कन्फरेन्स जुन एउटा थिम छ रिन्यू स्ट्रेन्थ आई होप तपाईँहरू सबैजना चाहिँ रिन्युड भएर चाहिँ अब फर्किनु हुनेछ र फेरि पनि आशा छ तपाईँहरूसँग भेट गर्ने हस् धन्यवाद थ्याङ्क यू अनि बाइ द वे हाम्रो सिस्टरले चाहिँ एकदम राम्रो होस्ट गर्नु पनि भएको थियो है अनि त्यसको लागि 2-4 ताली त बज्छ नि होइन भाइ रेस्पेक्ट ओके सो अनि बहिनीलाई पनि एउटा क्वेसन सोध्छु है त हुन्छ सो हाम्रो यहाँ जवान युथहरू देखेर होइन कस्तो लाग्यो त लाइक यहाँको जवानहरू एकदम एक्साइटेड एकदम इनर्जेटिक हुनुहुन्छ उहाँले म्युजिकमा सेवाकाईमा धेरै अघि बढेर परमेश्वरको सेवा गरिरहेको देख्दा मलाई पनि एकदम इनर्जेटिक फिल भयो अनि साथसाथै उत्साह दिन चाहन्छु आउँदा दिनहरूमा पनि यसरी नै उत्साहका साथ यस्तो युथ कन्फरेन्सहरूमा सबै युथहरू चाहिँ एकसाथ भेला भएर हामी परमेश्वरको महिमा गर्नेछौँ यसरी नै अनि सबैजनालाई भन्न चाहन्छु कि अर्को पालि यसरी युथ कन्फरेन्स हुँदाखेरि चाहिँ हामी सबैजना भेला भएर परमेश्वरको महिमा गर्नेछौँ ओके ल धन्यवाद है त थ्याङ्क यू भेरी मच